वेट कता उता स्क्वायर आइरा हेलो गाइज वेलकम टु माई भिडियो। आज मसँग छ बिर्जु एन्ड निरज। हामीहरू ड्रिम्स अफ गार्डन जाँदैछौँ, सपनाको बगैँचा। अनि कस्तो हुन्छ फर्स्ट टाइम जाँदा? कोहीले पनि थाहा छैन कस्तो छ, गएपछि थाहा हुन्छ। हामीहरू क्याफे छ ड्रिम अफ गार्डन आइसक्यौँ। हेर्नु होला कति कति छ टिकट। खोइ हेरौँ टिकट। हामीहरू फाइनली गार्डन अफ ड्रिम आइसक्यो, सपनाको बगैँचा। यहाँ हेर्नु, यहाँ फुल छ, यहाँ यो गाडी वाटरफल छ, धेरै राम्रो छ। यहाँ वाटरफल बगाल लागिरहेको छ। त्यहाँभित्र जानेछु, त्यहाँभित्र भनेको केही लाग्छ। हामीहरू यहाँ आइसक्यो। तर जे भयो नि यहाँ भन कस्तो लाग्यो यहाँको गार्डन? मलाई चाहिँ एकदम बबाल लाग्यो यार। यस्तो लाग्यो कि स्वर्गमा आएछु जस्तो फिल भइरहेको थियो। त्यस्तो नभने नि यार। सो हामीहरू घुमिरहेको छौँ कि इन्भाइरोमेन्ट यहाँ आएपछि के कस्तो हुन्छ। आँखा बन्द गर्दाखेरि निदाइन्छ नि, सपनामा जे जस्तो दृश्य आउँछ नि सेम त्यस्तै देखिरहेको कि अहिले। मलाई त राम्रो लाग्यो त्यो भने, मलाई त राम्रो लाग्यो। तिमीलाई ल निरजको पेड सुनौँ म। ल अब निरजसँग सोच्छु कस्तो लागेको छ। र निरज भन यहाँको कस्तो छ? फेस हुनलाई इन्टरटेनमेन्ट हुनलाई स्क्वायर कता उता स्क्वायर आइरहेको कि ओइ होइ बवाल छ। Wait. What's your name? My name is Tetsu. From Japan? Yeah, from Japan. Yes. Can you describe this place in your language? Okay. Very good. Relax. But maybe flexion. About 10 days and stay in Nepal. So Annapurna trekking 4 days. Tonight come back Japan. Yeah, more. What possibility? Ako no. Maniguro ma? Gada. Yes. Very view, nice view. Kathmandu view. Yeah. Okay. With you. Thank you. Bye. Thank you. Bye. So guys, यो जापान तिमीसँग जापानको मान्छे थियो हैन? बोलेर कस्तो फिल भयो? अलिकति फर्स्टमा त अलि नर्भस भन्दा पनि अलिकति मलाई कस्तो लाग्छ हैन? हामीले बोल्दाखेरि नराम्रो लाग्छ। उहाँलाई फेरि हामीले घुमिसक्यो ड्रिम अफ गार्डन, धेरै राम्रो छ। यहाँ अब हामीहरू जानेछौँ किनभने टाइम धेरै भइसक्यो। अनि बिर्जु भन यहाँ अरूलाई के एडभाइस दिन्छ? आउँदा राम्रो हुन्छ कि नआउँदा राम्रो हुन्छ? यस्तो हो, अरूले आयो भने एकदम राम्रो ठाउँ हो हैन? शान्त वातावरण छ, ठाउँ पनि एकदम राम्रो हो। यहाँ आएपछि एकदम जाने मन लाग्दैन त्यस्तो खालको ठाउँ हो। सो तपाईँहरूको लागि एकदम यहाँको इन्भाइरोमेन्ट धेरै राम्रो छ। यहाँ फुल भयो राम्रो छ, अनि स्क्वायरलहरू छ जस्तो फ्रेन्डली केटाहरू। यो गार्डन अफ ड्रिम एकदम खतरा ठाउँ हो। यहाँ जापानको टुरिस्टसँग हामी कुरा गरेका थियौँ, एकदम उहाँले त एकदम खतरा हुनुहुन्छ मान्छे। फेरि जापानै चाइनाको थियो, जापानको थियो, सरी जापानको हो यहाँ होइन। तर जो काठमाडौँको अलि राम्रो ठाउँमा पर्छ यो गार्डन अफ ड्रिम। सो आउनु होला, आउनै पर्छ। यस्तो धम्की दिनु पर्यो। हामी आइसक्यो असम बजार।